संचारकर्मी मित्रहरू नमस्कार, हार्दिक अभिवादन। नेपाल सरकार मन्त्री परिषदको 2082 फागुन 12 को बैठकका निर्णयहरू यस प्रकार रहेका छन्। 16औं योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने, नेपाललाई OECD ग्लोबल फोरम अन ट्रान्सपेरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पस को सदस्यता लिन स्वीकृत प्रदान गर्ने, चीन सरकारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित 4 मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने, चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढी गण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने, बीमा ऐन 2079 को दफा 140 बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका 77 वटै जिल्ला अदालतलाई तोक्ने, न्याय सेवा आयोगको सिफारिस बमोजिम 2 जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने, विक्रम सम्वत 2083 साल वैशाख 1 गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक विदा निर्धारण गर्ने, निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले बेहोर्ने, साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने, 2082 फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को सन्दर्भमा 2082 फागुन 20 गतेदेखि 22 गतेसम्म 3 दिन मुलुकभर सार्वजनिक विदा दिने, श्री हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिश इम्पायर BEM उपाधि ग्रहण गर्न स्वीकृत प्रदान गर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार गठित यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि 1 महिना थप गर्ने, 2082 चैत्र 25 देखि 27 गतेसम्म फ्रान्समा आयोजना हुने 21st इन्टरपोल एनुअल हेड्स अफ NCB कन्फरेन्समा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने, 2082 फागुन 18 र 19 गते भारतमा हुने रेसिना इन्साइट्स फोरम 2026 RIF 2026 विषय कार्यक्रममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री ओम प्रकाश जोशीलाई सहभागी हुन स्वीकृति दिने, नेपाल सरकारको प्रतिनिधित्व गर्दै 2082 फागुन 4 देखि 7 गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने, चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई सम्वत 2083 साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने, न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थिति सम्बन्धी आयोग CSW को 70औं सम्मेलनमा 2082 फागुन 25 देखि चैत 5 गतेसम्म सहभागी हुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने, 2082 फागुन 1 देखि 7 गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधि सभाको आसन्न निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने, नेपाली सेनाका 2 जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र 2 जना महासेनानीको सरुवा गर्ने, केराबारी न्यू मर्स्याङदी
दरौदी करिडोर 132 केबी विद्युत प्रसारण लाइन आयोजना कार्य निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख पोल हटाउन स्वीकृति दिने। माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख पोल हटाउन स्वीकृति दिने। सेती खोला जलविद्युत आयोजनाको 132 केबी विद्युत प्रसारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख पोल हटाउन स्वीकृति दिने। जेनजी परिषद गठन गर्ने। नेपाल सरकारका सचिवहरू डाक्टर रामप्रसाद घिमिरे र डाक्टर हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुर्याउनु भएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने। र अन्त्यमा नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका 6 जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने। हस्, धन्यवाद। म माननीय मन्त्रीज्यूलाई नेपाल सरकार मन्त्री परिषदको 2082 फागुन 12 गतेको निर्णयहरू सार्वजनिक गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु र उनी निर्णयहरूका सन्दर्भमा थप केही जिज्ञासा भए पत्रकार मित्रहरूलाई माननीय मन्त्रीज्यूसँग जिज्ञासा राखिदिनु हुन अनुरोध गर्दछु। जेएनजी परिषद गठन गर्ने निर्णय भएको छ। जेएनजी परिषदले के काम गर्छ, कुन क्षेत्रमा गर्छ, त्यो अलिकति क्लियर गर्नु। जेएनजी परिषद यो नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिहरूको बीचमा चाहिँ सम्झौता भएको थियो र त्यो सम्झौतामा चाहिँ जेएनजी परिषद गठन गर्ने प्रावधान पनि छ। सोही बमोजिम चाहिँ जेएनजी परिषद गठन गर्नको लागि अहिले चाहिँ गठन आदेश, जेएनजी परिषद गठन आदेश स्वीकृत गर्ने चाहिँ निर्णय भएको हो र यसमा त्यो परिषदले के गर्छ भन्ने कुरा त्यही गठन आदेशमै विस्तृत रूपमा छ। यसले खास गरेर जेएनजीका मुद्दाहरू, जेएनजीले जुन मुद्दाहरू उठाएर आन्दोलन गर्नुभएको थियो ती मुद्दाहरूसँग सम्बन्धित रहेर काम गर्ने हो र अरू जेएनजीको हकितसँग सम्बन्धित विषयहरूमा पनि यसले काम गर्छ। धन्यवाद।